Welcome to my channel. Today we learn about what is the best way to write answer in English exam of class 12. That is, this is the first chapter of class 12 English book, and from that chapter this is the question I have taken. How did the neighbor help the young couple in the kitchen garden? फर्स्ट अफ अल फर्स्ट प्याराग्राफमा के लेख्ने जसरी कुन कुन की पोइन्ट छ जसले जनाएको छ कि हेल्प गरेछ त्यसले जस्तै कसरी हेल्प गरेछ त हिलिङ स्पेसिङ एन्ड मल्चिङ। अब सेकेन्ड प्याराग्राफमा के गर्ने यो यसले अझै ठुलो पनि गर्न सकिन्छ। अब यो हिलिङ स्पेसिङ र मल्चिङमा कसरी के गरेर हेल्प गर्यो, कसले के हेल्प गर्यो, कसैले केही दियो, कसैले आफ्नो ज्यानले हेल्प गर्यो वा आफ्नो बलले हेल्प गर्यो, त्यसलाई डिस्कस गर्ने सेकेन्ड प्याराग्राफमा। र थर्ड प्याराग्राफमा त्यही अलि सानो र राम्रो तरिकाले कन्क्लुजनमा लेखिदिने। यसलाई अब मार्क अनुसार कति मार्कको क्वेसन छ त्यो अनुसार यसलाई अझै ठुलो गर्न सकिन्छ र यसमा पनि 2-4 लाइन थप्न सकिन्छ र यसलाई पनि अलि ठुलो गर्न सकिन्छ र 5 मार्कको लागि त यो यति सफिसिएन्ट छ, 4 वा 5 मार्कको लागि। जस्तै यसमा के छ, हाउ डिड द नेबर हेल्प द यङ कपल इन द किचन गार्डन? The neighbors helped the young couple in the kitchen garden by giving advices about healing, spacing and mulching. अब सेकेन्ड प्याराग्राफमा कसरी कहिले के गर्यो त्यसैलाई अब डिस्कस गर्दै। इन द अटमनको सिजनमा त्यसले योहरू गरेको थियो। इन द अटमन द यङ कपल क्लियर द गार्बेज अफ देयर ब्याकयार्ड। दे वेर planting some vegetables like onions, leeks, cabbage, beans, and so on. The neighbors were standing around the fence and advising about healing, spacing, and mulching. The big women from Macedonian side gave them a bag full of garlic cloves to plant. Later on, the policeman helped them by rebuilding their hen house in the yard. यसमा अझै पनि भन्न सकिन्छ, जस्तै उनीहरूले अरूले कसैले त के भनिन्छ कसरी त्यो क्लोभ्सहरूलाई रोप्ने त्यो कुराहरू भनेको थियो। र लास्ट प्याराग्राफमा के छ, द नेबर हेल्प्ड देम with advice and the things through they were from different culture.